हाँ, मैं मेरे पंटर स्टूडियो में रहते हैं, दिन रात काम करे जमकर, बीट पे है फ्लैम। हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आजको यो भिडियोमा चाहिँ म हजुरलाई एउटा एकदमै राम्रो ट्रिक देखाउन गइरहेको छु, जुन चाहिँ एकदमै सर्ट एन्ड स्विट छ। यो चाहिँ जस्ट एउटा मोलोटप ककटेलको ट्रिक हो, जुन चाहिँ हामीले त्यसको टेल बनाउन मिल्छ। यो चाहिँ एउटा बग भन्दा पनि हुन्छ हजुरहरूले, पबजीको एउटा बग हो यो। जस्ट म हजुरलाई देखाउन गइरहेको छु यो ट्रिक। स्टेप बाई स्टेप नछुटाइकन हेरिदिनु होला। र मन पर्यो भने लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला। र जो नयाँ हुनुहुन्छ उहाँहरूले पनि लाइक सब्सक्राइब र सेयर गरिदिनुहोस्। र म स्टेप बाई स्टेप यसको ट्रिक देखाउन गइरहेको छु, ध्यान दिएर स्टेप बाई स्टेप हेरिदिनु होला। फर्स्टमा चाहिँ हजुरले यो मोलोटप ककटेललाई चाहिँ हातमा लिनु, अनि त्यसपछि यसलाई चाहिँ कुक गरिराख्नु, कुक गर्नु, अनि हाइलो टच गर्नु, अनि त्यसपछि यसलाई क्यान्सल गरिदिनु। अनि स्मोकलाई चाहिँ 4 सेकेन्डसम्म लङ प्रेस गरिराख्नु, अनि हाइलो टच गरिराख्नु। अहिले चाहिँ यो फर्स्ट ट्राई हो हजुरहरूलाई। यो फर्स्ट ट्राईमा चाहिँ के हुन्छ थाहा छैन, जस्ट भएन फर्स्ट ट्राईमा। म फेरि अर्को ट्राई गर्दैछु। पहिला मोलोटपलाई समात्नु, मोलोटपलाई कुक गर्नु, अनि क्यान्सल गरिदिनु। अनि सेकेन्ड स्टेपमा चाहिँ स्मोकलाई लङ प्रेस गर्नु, अनि यो प्रेस गर्नु। अब अप डाउन गरिराख्नु, हाइलो टच गर्नु। अनि मेरो चाहिँ मोलोटपको यो लङ टेल आइसकेको छ। यो चाहिँ अब एकदमै अट्र्याक्टिभ देखिन्छ। हजुरले चाहिँ आफ्नो साथीहरूलाई यो गरेर उस एकदमै ट्रिक कसरी गर्ने भनेर अरू पनि क्युरियोसिटी हुन्छ हजुरसँग। जस्ट यो ट्रिक चाहिँ साथीहरूसँग गर्नुहोस्। हजुरहरूलाई कसरी गरे भनेर खोज्नु आउँछ। हजुरले पनि यो ट्रिक साथीहरूलाई भनिदिन सक्नुहुन्छ। एकदमै अट्र्याक्टिभ हुन्छ यो ट्रिक। लुक पनि राम्रो देखिन्छ। जब हामी एन्सियन्ट टेम्पलबाट जब हामीले डाइभ गर्छौँ, डाइभ गर्दाखेरि चाहिँ अनि यो टेलदेखि चाहिँ एकदमै राम्रो देखिन्छ। जस्ट हेर्नु होला। म अब सक्दो हाइसम्म जान खोज्छु। फेरि ट्राई गर्छु।
यो चाहिँ पानीमा पनि एकदमै अट्राइदिन्छ। यो जस्ट एउटा पब्जीको बग हो, तर यसले चाहिँ एकदमै राम्रो देखाउँछ। एउटा ट्रिकको रूपमा लिँदा पनि हुन्छ यसलाई। हजुरले साथीहरूलाई पनि आफ्नो यो ट्रिक देखाउन सक्नुहुन्छ, एकदमै अट्र्याक्टिभ हुन्छ। सो गाइज आजको भिडियोमा यति नै। हजुरहरूलाई मन पर्यो भने म नयाँ भिडियो पनि लिएर आउँछु। र लास्टमा लाइक सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु होला। जो नयाँ हुनुहुन्छ उहाँहरूले पनि सब्सक्राइब गरी मलाई सपोर्ट गरिदिनु होला। सो बाई।